भाउ बढ्छ घटेको बेला औँठी किनौँ न। ला अम्लो चट्टै छिनाएर पो सुनको औँठी लगेछ। एक कानका मुन्द्री पनि पो थुतेछ। राम 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 ए सिक्री तान्ने हुँदा झन्डै घाँटी छिनाको। भगवान कस्ता दिन दशा आयो हौ। यो सुनले त मान्छे मार्ने पो डर भयो त हौ। हैटरिका हो यो झरी झत्त गहना लाएर हिँड्छन् कि अनि त्यस्तै हुन्छ के जोगी नै गाह्रो। यो सुन त कली हो के कली, गतिलो जिनिसै होइन। तर मलाई त साह्रै ढुक्क छ हौ। मेरी बुढी त कहिल्यै गहना चाहियो सुन किनौँ कहिल्यै भन्दिनन्। ल यसो 100 गहना लाउ न बुढी भने तँ सुन त भारी हुन्छ बुढो, म त गहना लाउँदिन, साधारणमै ठिक छ भनेर तँ बजारको लाउँछिन्। फेरि तँ बजारकोले नि यस्तो राम्रो सुहाउँदैन हौ यिनलाई। चट्ट परेको उज्याली पो देखिन्छ त हौ। त्यो साधारण लाउँदा त कति राम्री देखिन्छ। के साह्रै ज्ञानी छिन् नि हौ। यो कुरा त म साह्रै ढुक्क छु हौ। कहिल्यै कल गर्दिनन् गर्न चाहियो भनेर। कति आनन्द लाग्छ हौ यस्तो बुढी ज्ञानी बुढी त। भने यार ल राखेँ। बुढी के भन्दै थियौ? लसुन र प्याजको भाउ घटेछ, किन्न जाने? किनौँ न त किनौँ। जाऊँ न त।